सुदूरपश्चिम भर्सेस जनकपुर कसले रोक्ने सुदूरपश्चिमलाई? कोही छ एनपीएल मा कुनै टिम छ सुदूरपश्चिम रोयललाई रोक्न सक्ने? 5 खेलमा 5 खेल जित्दिसक्यो। पहिला टस जिते पनि जित्छ, टस हारे पनि जित्छ। दिपेन्द्र सिंह ऐरीलाई रोक्न सक्ने को? अब सुदूरपश्चिम रोयलको 2टा मात्र खेल बाँकी छ। एनपीएल सिजन 2 को पहिलो टोली बनिसक्यो प्लेअफमा पुग्ने। 5 मा 5 जित। हार भनेको त के हो? सुदूरपश्चिम रोयलले यो सिजन देखेकै छैन। दिपेन्द्र सिंहको क्याप्टेन्सीमा रहेको सुदूरपश्चिम रोयललाई कसैले हराउन सक्छ त? के लाग्छ तपाईहरुलाई? कुन चाहिँ टोलीले हराउन सक्ला त सुदूरपश्चिम रोयललाई? के यो चोटीको एनपीएल ट्रफी सुदूरपश्चिम रोयलको पक्का भइसकेको हो त? सुदूरपश्चिम रोयल त प्लेअफमा गइ नै सक्यो। अब बाँकी भएका आफ्नो सबै खेल हारे पनि सुदूरपश्चिम रोयललाई कसैले रोक्न सक्दैन प्लेअफ जानबाट। अब सुदूरपश्चिम रोयलले 2 खेल खेल्न बाँकी छ। 2 खेल मध्ये एकमा जित र एकमा हारै बेहोरे पनि उ लगभग टेबल टप गरेर क्वालिफायर 1 खेल्ने लगभग पक्का भइसक्यो। हामीले सुदूरपश्चिम रोयललाई त फाइनलमा 100% नै देख्छौं। अर्को कुन टोली होला त फाइनल पुग्ने? कमेन्ट गर्न भने नभुल्नु होला।